ताप गरम बढ्यो जलासला फुट्यो पटक गाली त्यसको गालासला फुट्यो भ्यान लाएर तँलाई भ्यान लाएर गाउँभरि गर पानी खाएर घरमा आएर आमासँग झगडा गरेर ओछ्यानमा मुतेर मैले बिहान थाङ्नालाई सुकाएर म त्यस्तै त हो पहिला यो भिडियो हेर्नुहोस् त्यसपछि यसको फनी कमेन्ट्सहरू पढ्नेछौँ। सुरु गरौँ। बेहुलाले बेहुली ल्याएको कि बेहुलीले बेहुला ल्याएको? बुइनीले बिहे भन्ने कुरा बुसुक्के बिर्सिन् कि क्या हो? पानी भनेर कसले रक्सी खुवाएछ बेहुलीलाई? यो बुढीको डान्स देखेर बेहुला त पक्लक्कै ढल्नु पर्ने त यार, नाचिरहेको छ। केटो ढल्ने हो कि केटे ढल्ने हो भरे रात पर्न त देऊ अनि थाहा हुन्छ। म केही बारी गराम गाइज पहिला यो बहिनीको सानो प्रस्तुति हेर्नुहोस् अनि यसको फनी कमेन्ट्सतिर लागौँ है त। रुको जरा सबर करो। यस्तै छोरी हुन्छ भनेर मैले बिहे नगरेको। के हो? कति कुपी खाएको दिदी? तू समझा? हाँ। नहीं तू समझा नहीं। चिन्ता लाग्न थाल्यो मलाई, एउटा छोरी पाएको छु यस्तै कडा हुन्छ कि भनेर। म कति डराउँछु पछि मेरो छोरी पनि यस्तै भयो भने के गर्नु होला? बात तो सही है। तापक्रम बढेर के गर्नु, ज्यानको मासु बढ्न बाँकी रहेछ नानीको। गाइस तपाईहरुलाई मेरो भिडियो मन परेको भए लाइक कमेन्ट अनि फलो गर्न नबिर्सिनु होला है। पहिले यो भिडियो हेर्नुहोस् त्यसपछि यसको फनी कमेन्ट पढ्नेछौँ। सो लेट्स गो। रुको जरा सबर करो। मेल फिमेल इमेल घरमा सुनेको हो, बा आमाले छोरा भने पनि यही छोरी भने पनि यही भन्दै गरेको। भाइले किन कपाल बाटेको हौ? होइन केटा हो कि केटी हो मैले अलि चिनिन। केटी हो के? लौन्दै खाना खानु। ल हुन्छ बाबु। जानवर पहिला हात त द। मलाई सधैँ देख्ने बित्तिकै जानवर किन भन्छेस? म जानवर जस्तो देखिन्छु? म जानवर हो? जानवरलाई जानवर नभनेर के म तँलाई मान्छे भनौ? म अब खानै खान्न अब। त सधैँ दाइलाई किन जिस्काउँछिस? दाइ रिसाएर गयो कि नै? जा दाइलाई गएर खाना दिएर। दाइ के भयो? ल च्यो च्यो च्यो। नजर मिलेपछि तिमीमा यो जन भुलेपछि म त ढोक्कै तिम्रै हो। नजरमा नजर मिलेपछि तिमीमा यो जन भुलेपछि म त ढोक्कै